हेलो अनि नमस्ते सम्पूर्ण मेरो साथीभाइहरूलाई सबैजनालाई के कस्तो हुनुहुन्छ होला। आशा गर्दछु दसैँको माहौलमा सबै घर परिवारसँग नै साथ हुनुहुन्छ भनेर। र आज फेरि साथीभाइहरू त्यही हो है, अलिकति पर जाँदैछु म चाहिँ। अन्त धेरै भएको थियो मैले भिडियोहरू पनि अपलोड गर्नु नपाएको है, मतलब भ्लग टाइपमा चाहिँ यो मैले भिडियोहरू बनाएको थिइनँ, किनकि त्यस्तै कारण हुँदाखेरि अलिकति आफ्नो जिम्मेवारी काम भन्ने चिज सानो ठुलो कुनै हुँदैन, त्यसैले त्यो जिम्मेवारी निभाउनु थियो। अनि त्यही भएर साथीभाइहरू अलिकति हजुरहरूलाई त्यो कुराहरू म पछि बनाउँला है। र अहिले म फिलहाल चाहिँ अब बजार जाँदैछु। अन्त किन बजार गएको भन्दाखेरि अलिकति सानो काम छ है, र आज दादाहरूकोमा पनि जानुपर्ने हुन्छ है, किनकि माथि भेटघाट यता गर्नै पर्यो है। अन्त दादाहरूको पनि जानुपर्ने छ। अन्त अहिले फिलहाल रुममा पनि म एक्लै छु क्या, कोही छैन, सबैजना आफ्नो आफ्नो घर गइसकेको छ है। अनि म चाहिँ योपालि दसैँमा घर गइनँ, किन गइनँ कसरी गइनँ त्यो त अब हजुरहरूले अगाडि भ्लग हेर्नुभएको छ भने त्यसमा थाहा पाइहाल्नुहुन्छ है। र त्यही हो साथीभाइहरू, योपालि चाहिँ घर पनि गइ भएन। अन्त अलिकति आफूलाई नि कस्तो कस्तो महसुस भइरहेको छ। ल त अब यहाँबाट जाने हो रम्फू पहिला, अन्त रम्फूमै गएर के कस्तो हुन्छ है हजुरहरूलाई यति म सकेसम्म देखाउने कोसिस गर्नेछु। र आफ्नो घर परिवारसँग मजाले दसैँ मनाउनु होला है। जो जसको आफ्नो अन्त हुनुहुन्छ, जो जसको आफ्नो घर परिवार छ है, राम्रोसँगले मनाउनु होला भन्न चाहन्छु। र त्यही हो। अन्त म चाहिँ सडकको पारामा यहाँ गइरहेको छु क्या, यस्तो गाडी चलाउँदै भ्लग बनाउँदै होइन। आज दिन पनि मौसम पनि दामी भइरहेको छ जति सक्दोसम्म चाहिँ। अन्त एक जग्गा यहाँ भ्यू देखिन्छ क्या, मतलब भ्यू पनि के भन्नु, अहिले चाहिँ यहाँ चाहिँ तपाईँको उयो कम्पनीहरू अब माथि रेलवेको काम हुँदैछ। यहाँ माथि है देख्नु हुँदै होला, त्यहाँ चाहिँ रेलवेको काम हुँदैछ नि त, ऊ माथि छ कि। यहाँबाट चाहिँ तपाईँहरूले यो चाहिँ सिक्किममा अब रेल आउने भयो है। अन्त रम्फूतर्फ पनि छिरिसकिसक्यो है रेल चाहिँ, त्यही हो, त्यही भन्न चाहन्छु साथी हो। सडकका पारामा यहाँबाट यस्तो खालको सुन्दरता देखिन्छ, एक प्रकारको मजाको भ्यू देखिन्छ क्या। यो सबै नामथाङ बोलिन्छ यो जुन जुन देखेको जग्गाहरू चाहिँ। अन्त यो पारि चाहिँ हो कालिम्पोङ मनसन चाहिँ यही उकालोबाट जान्छ है त। ल त साथीभाइहरू हजुरहरूलाई हेर्दै गर्नु होला, यति भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरेर चाहिँ जानु होला भन्न चाहन्छु। ल त भरे गएर भेटौँ साथीभाइहरू। आज चाहिँ रम्फू चाहिँ खाली खाली छ है, यहाँ पूजा हुँदैछ है, खाली खाली अवस्था छ। रम्फूको दृश्य चाहिँ यस्तो भइरहेछ, एकदम खाली छ है। आज टिका हो, अन्त त्यही भएर मान्छेहरू हिँड्चुल पनि छैन, मुल पनि छैन, केही पनि भइरहेको छैन नि त। त्यस कारणले गर्दाखेरि है यहाँ दुध रिसिभ गरेर जानुपर्ने हुन्छ एकैचोटि रम्फू पर बजार है। ल त साथीभाइहरू अहिले चाहिँ यो समयमा चाहिँ अलमोस्ट मैले सामानहरू पनि सबै किनिसकेको छु एकदम है। र रुम पनि लथालिङ्गै भइरहेको छ अहिले चाहिँ। अलिकति लुगाहरू मिलाउनु थियो, मिलाएको छैन, अब भरे नि मिलाउनु पर्ने हुन्छ। र अहिले सामान टक्कै लिइसकेको छु, अब चाहिँ रेडी हुनुपर्छ अनि जानुपर्ने हुन्छ। ल त गाइस साथीभाइहरू यहाँको भ्यू चाहिँ यस्तो छ है। ल सडक्कै देखिदिन्छ दामी, पारि पारि मनसनहरू देखिदिन्छ होइन।